हेलो गाइज, गुड मर्निङ है। र आज चाहिँ हामीहरू चाहिँ कन्याम जाँदै थियो है। अन्त अहिले हामी चाहिँ यो गोलीटार भ्यू पोइन्ट भन्ने यो के अरे यो सिमाना भन्नेदेखि अलिक तल्लोपट्टि आइपुग्यो होइन। अन्त हामी चाहिँ फ्यामिली आएको आज र यता चाहिँ नेपाल छ है। यहाँ चाहिँ मजाको भ्यू पोइन्ट रहेछ। यता चाहिँ यता माथि चाहिँ मजाको भ्यू पोइन्ट रहेछ। फोटोसोटो खिच्यो है। म चाहिँ अहिले भर्खर स्टार्ट गर्दैछु भ्लग चाहिँ, किनकि बिहानदेखि चाहिँ हामीहरू चाहिँ कन्टिन्युसली हिँडेको थियो है। घाँटी पनि पुरा दुखिरहेको छ। अनि चाहिँ यहाँ आएर चाहिँ स्टार्ट गर्दैछु। र यता चाहिँ नेपाल है। यता यो तल देख्दै गरेको चाहिँ यहाँदेखि यता चाहिँ नेपाल अरे। म पनि फर्स्ट टाइम आएको यतातिर। मजा आएको रहेछ है, दामी लाग्यो। ल त गाइजहरू हेर्दै गर्नु होला है। र यहाँनिर चाहिँ बजार जस्तो रहेछ है, सानो। अन्त यहाँनिर के किन्ने अरे, मफलरहरू के किन्ने भन्दै थियो। के किनेको हो? हेलो भन्दै यहाँ कस्तो मजा रहेछ यहाँ। के अरे प्यापे पार्ने अरे। खै प्यापे पार्दै थियो एकपल्ट ट्राई गरिदिउँ न। यस्तो चाहिँ कलर रहेछ है। अस्ति मैले किन्दाखेरि चाहिँ कलर पाएन, एउटै कलर मात्रै थियो। मजाको रहेछ यस्तो है। यस्तो केटीहरूले चाहिँ पुरा मन पराउँछ। गर्लफ्रेन्डलाई किनिदिँदैनस्? गर्लफ्रेन्ड छैन नि भाइ। ए पैसा त कम्ती छैन त अन्त एक बुङ्गै छ त यहाँ त। कहाँबाट ल्याउनु भयो म्याडम यत्रो पैसा? हेलो म्याडम, कहाँबाट ल्याउनु भयो यत्रो पैसा? कमाएर ल्याएको नि, चोरेर ल्याएको तेरोबाट। फाइनली हाम्रो यो के अरे यो सुन्तलीले यस्तो किनिसकेको छ है। यो दामी गर्लफ्रेन्डलाई किनिदिएको होला अहिले। गाइज मेरो चाहिँ गर्लफ्रेन्ड छैन होइन, मैले चेसको लागि किन्दै हो। मेरो लागि किनिदिएको अरे। मेरो यहाँ जुङ्गादारीदेखि नै जी होइन, यसले गर्लफ्रेन्डलाई दिन्छ भनेर। अहिले भने चाहिँ हामी यो गोलीटार भ्यू पोइन्टबाट निस्केको है। हामी यहाँ भाइ छ मेरो, मामाको छोरो हो। यहाँ अरू चाहिँ यहाँ पछाडि आउँदैछ होइन। अरू यहाँ खै गन्तन गरिरहेको छ, ढिलो भइसक्यो। छिटो गर भनेको मान्दैन हो। ल त गाइस हेर्दै गर्नु होला। यो मेरो भाइ चाहिँ ह्यान्डसम छ हो। ल अहिले भने चाहिँ हामीहरू लाग्दिएको है, लाग्दिएको यो सिमाना भ्यू पोइन्टबाट। के गर्दैछौ? केटी कलर भयो अरे, मफलर हो त्यही साट्नु लागि बस्दै रहेछ। बाबालाई फेरि त्यही मन पराउनु, त्यस्तो पिन गर्यो। अब यसमा चाहिँ भोइस कल गर्नुपर्छ कि त हाल्यो भने कपिराइट मिलिहाल्छ हो। कपिराइट क्लेम गऱ्यो फेरि है। र यहाँ भने चाहिँ हामीहरू जाममा फस्यो है। अलिकति नेपालको गेट छेउमा जाम भइरहेको थियो। अहिले भने चाहिँ हामीहरू नेपालपट्टि छिरेको है। यो चाहिँ गेट हो। अहिले भने चाहिँ हामी नेपाल बसेको छौँ है गाइस। बनिसक्यो इन्डिया। यहाँ इन्डियामा छौँ। अब अहिले एक एस्केलेटर दबायो नेपाल। ल त गाइस हेर्दै गर्नु होला। यहाँतिरको मान्छेहरू सबै इन्डियाबाट कमाएर ल्याउँछन्। तर 500 रुपियाँ भने यता 800 भइहाल्छ डर हो। फाइनली कन्याम आइपुग्यो है हामीहरू।
जानुपर्छ जाने त गाडी यहाँ घुम्ने होला नि त पहिला परसम्म पनि हो नि त त्यो उयो लेख्ने त्यो कन्याम लेखेको पर त मजा पनि लाग्यो यहाँदेखि फर्किनु होइन यहाँदेखि फर्किनु होइन अब यो डल्लै घुमौँ अनि फर्क्यौँ अहिले भने चाहिँ हामी यहाँ आइपुगेको है यहाँ सबैजना झरिरहेछ गाडीबाट भाइहरू दाजु मामा सबै हुनुहुन्छ है मामा यता हेरिदिनु मामा यहाँ हेरिदिनु भिडियो हेलो सबैजना हामी यहाँ झरेको गाडीबाट माइजूको घरमा छ अनि यहाँ कन्यामा बसेको हामीले अब भाइले साइकल चलाउँछ होला यहाँ छ है अहिले भने चाहिँ म चाहिँ कोट सर्टहरू लगाएर चाहिँ साइक्लिङ भएको छु है हेर्नुहोस् होला म मात्रै होला यो कन्यामा यस्तो कोट लगाएर चाहिँ साइकल चलाउने कुदाउँदै आउँदा चाहिँ यहाँ साह्रो पऱ्यो हो अब कलर रहेछ अझ यहाँ ठेल्दैछु साइकल साह्रो परेर चाहिँ नि अब यहाँ माथि यहाँबाट फर्किन्छु म हो हत्तु भयो यहाँ बस्छु एकछिन हो यहाँ बसेर चाहिँ फेरि फर्किन्छु म साइकल चलाउँदा चलाउँदै भिडियो गरौँ भने फेरि लड्ने डर हो आउँदैछु यहाँबाट फर्काएर ल त गाइजहरू हेर्दै गर्नु होला है र अहिले भने चाहिँ म यता आएर छु है यो चियाको उयोपट्टि अरू चाहिँ माथि फोटो खिच्दै रहेछ भर्खर साइक्लिङ गरेर आएको हत्तु भएर चाहिँ म अलिक यहाँ हावा खानको फ्रेस हुनुलाई यहाँ चाहिँ फोटोसुट चल्दैछ है यहाँ हाम्रो दाजुले चाहिँ फोटो हालिदिनु हुँदैछ र यता चाहिँ हाम्रो मोडलहरू चाहिँ यता छ है हाम्रो मोडलहरू चाहिँ यहाँ सबै हो है यहाँ भर्खर खिचिसकेको अन्त यता सबै मोडलै मोडल आजको भन्ने कस्तो लागिरहेछ साइकल खेल्नु कस्तो लागिरहेको हामीले भाग्नु चाहिँ किन भागेको हौ बोल्न हामीले खुसी लागिरहेछ हामीले त राख्छ मलाई पनि एकदमै राम्रो लाग्यो होइन उहाँले पे गरिदिनु भएको मेरो चाहिँ एन्ड आई वाज सो ह्याप्पी दाजुले फोटो हाल्नु हुँदैछ यता चाहिँ यहाँ मजाको हुँदैछ घोडा चाहिँ यहाँ कत्रो छ है मभन्दा अर्को घोडा छ यो ए यतातिर पनि छ किन अहिले भने चाहिँ मैले यो सनग्लास पनि किनिसकेको छु है यो कन्याममा यता चेतराज बुबुले पनि टक्कसँगले किनिसकेको यस्तो छप्री छ हो यता यस्तो 6 खाले देखिरहेको यहाँ दोकानहरू चाहिँ दामी दामी रहेछ है के हर के पाउँछ यहाँ दाजुभाइ अनुहार एउटै छ तर म अलिक हान्छु के भन्नु यस्तो छ यो पछाडिको नजारा हामी चाहिँ यता जाँदैछ खाना खानु है खाना खानु लाग्दिएको कुहिरो होटल भन्दै थियो कुहिरो होटलमा गएको हामीहरू चाहिँ कुहिरो लाग्ने होटलमा है प्राइभेट गाडीको रातो छ नम्बर पनि है ल त गाइस हेर्दै गर्नु होला कन्टिन्यू कन्याम पनि धेरै जग्गा र अहिले भने चाहिँ हामीहरू खानासाना खाएर है अब यहाँनिर फोटो फ्रेम बनाउन आँटेको छ है हामी यति सबै यहाँ चाहिँ पुरा हावा चलिरहेको छ होइन यहाँ यता चाहिँ यो यल्लो कलरले कन्याम लेखेको हो है पुरा भिड लागिरहेछ यतिको भिड छ है यहाँ चाहिँ र अहिले भने चाहिँ हामीले यो फोटो फ्रेम सबैको बनाइसकेको थियो है यो फ्यामिली फोटो अनि सिङ्गल पनि छ अनि यो चाहिँ मेरो है सिङ्गल फोटो चाहिँ सेटै गएको थियो है दामी मजाको थियो ल अहिले भने चाहिँ हामी फर्किनु लागेको है
त्यतिकै फोटो खिच्दाखेरि नै ढिलो भइगयो है फोटो फ्रेमहरू बनाउँदाखेरि। हाम्रो गाडी चाहिँ यता माथि छ माथि र अरू चाहिँ तलै छ हो। हामी चाहिँ गाडी लिएर गएको दाजु र म चाहिँ गाडी लिएर आउँछ। र अहिले भने चाहिँ हामीहरू यो नेपालको प्लेन साइड पुग्न लागेको थियो है। लगभग कन्यामदेखि 30-35 किलोमिटर तल झरेपछि चाहिँ प्लेन साइड भेट्दो रहेछ है। त्यहाँतिर चाहिँ यति बेला मकैहरू त्यहाँ हामी फलिरहेको है। कहीँ जग्गा त धान पनि रोपिरहेको थियो। अन्त हामी जाँदाखेरि देख्यो धान रोपेको पनि। हामीले चाहिँ यो कुनै के हो यो जग्गाको नाम पनि याद छैन हो। यो यता उता के अरे यहाँ चाहिँ धान रोप्दै रहेछौँ। यहाँ चाहिँ यति बेलातिर धान रोप्दै रहेछ है नेपालमा चाहिँ। यो भने चाहिँ तपाईँको टक्कै इन्डिया र नेपालको बोर्डर हो। हामी चाहिँ बोर्डर काटिसकेछ है। अहिले भर्खरै यता छिर्यो हामीहरू र अब चाहिँ सिक्किमतर्फ लाग्न लागेको। रोड पनि दामी छ है 4 लेन टक्कै 6 लेन भनौँ न दामी छ है। हेलो गाइस तो अभी हम लोग आए हैं ये बेगा सर्कल है ना के हो यहाँ चाहिँ तात लागिरहेछ है यो गाडी हेर्नुको लागि चाहिँ है। ए कति अल्को रहेछ नि त आमा। तर गाइस चाहिँ अहिले चाहिँ मैले आइफोन भेटिहालेको छु हो। अन्त आइफोनबाट चाहिँ मैले भिडियो गर्दैछु यी सबै यहाँ जाँदैछ हो। यहाँ घडी किन्ने कुरा हुँदैछ होइन। यहाँ बङ्गालीबाट पनि लेखेको रहेछ नेपाली इङ्ग्लिसबाट पनि लेखेको रहेछ हो। यहाँ आएर कस्तो मजा आयो कि आएन? मजा आयो कि आएन? मजा आयो बढिया मस्त। ल त हो यता त मामा र माइजू हुनुहुन्छ है। भाइ पनि छ यता बहिनी पनि छ।